यहाँ हेर्नुहोस् गाइस, मैले फेरि एउटा रेसिपी लिएर आएको छु। यसको यो चाहिँ भने सिम्पल रेसिपी हो है। त्यति मसला छैन, त्यस्तो उयोहरू छैन। सिर्फ प्याज अरू लसुन खर्सानी अनि निमकहरू त चाहिन्छ हैन। त्यति नै हो। मसला भनेको चाहिँ प्याज र लसुन मात्रै, अरू थोक नहाली बनाउँछु। यसलाई चाहिँ फर्स्ट टाइममा यसलाई यसरी बोइल गर्नुपर्छ, किनकि यो कच्चुको गुबा हो नि त नि। सानो सानो गुबी कलिलो चाहिँ लिएको। मैले यति बुढो लिएको थिइनँ, कलिलो नै हो। अनि यसलाई अलिकति बोइल गरिदियो भने, किनकि अहिले पानीको सिजन भइरहेछ, पानी परिरहेछ, चिलाउँछ। बोइल नगर्दा पनि हुन्छ। अरू बेला चाहिँ पानीको सिजनमा चाहिँ यसरी चिलाउँछ। अनि त्यही कारण अलिकति हल्का बोइल गरिदिनु पर्यो। अब त्यो पाक्ने गरी चाहिँ होइन, अलिकति ऐलानी गरी पानी फास उमालो अनि त्यहाँबाट बोइल गर, अनि निकालेर फेरि झार्नु पर्यो। डाइरेक्ट बोइल गरेर पनि खान त सकिन्छ, त्यही पनि बोइलको टेस्ट अलग हुन्छ, यो झानेको अलग हुन्छ। त्यही भएर म आज चाहिँ झानेरै बनाउँछु। यसमा चाहिँ खालि लसुन हाल्छु। अब लसुन चाहिँ अलिकति थुप्रै चाहिन्छ, अनि त्यही भएर लसुन चाहिँ कुटे। लसुनहरू अरू थोक पनि हालेर खान सकिन्छ। यसमा सिद्रा खानेहरूले सिद्रा हालेर खाँदा हुन्छ। अगाडि तेलमा यसरी प्याज भुट्ने टाइममै सिद्रा भुटेर अनि हाल्न सकिन्छ। अनि प्याज र खोर्सानी, आज चाहिँ खोर्सानी मैले गुडा नगरिकन हालेको थिएँ, टुक्राएर सुकेको खोर्सानी। काँचो खोर्सानी यति पिरो हुँदैन र सुकेको खोर्सानी हालिरहेको थिएँ, किनकि टेङ्गाले पनि काट्छ नि त आधी। टेङ्गा त हाल्नु पर्यो अब कच्चुमा त, नभए त चिलाउँछ नि त। सानो खालको टमाटर हाल्दा पनि भयो, अनि टेङ्गा पात हाल्दा पनि भयो, अरू बाँसटेङ्गा हाल्दा पनि भयो। जे पनि तिनटामा जे हाल्दा पनि भयो। अब टेङ्गा बस्तु चाहिँ हामीले चाहिँ कहिले बाँसटेङ्गा हालेर खान्छौँ, कहिले सानो खालको टमाटर हालेर खान्छौँ, कहिले चाहिँ बेलचेन्डाको पत्ता भनिन्छ हालेर खान्छौँ। आज चाहिँ बेलचेन्डाको पत्ता हालेर खानु पर्यो। यसरी मैले लसुन र उयोमा मात्रै यसरी झानेर बनाएको। फर्स्ट टाइममा चाहिँ सट्टै त्यो उयो मात्रै गर्ने हो, तातो पानीमा उमालेर मात्रै निकाल्नु पर्ने हो, त्यो पाक्नु पर्दैन। यो पत्तालाई चाहिँ बेलचेन्डा भन्छौँ हामीहरू। तपाईँहरू के भन्नुहुन्छ भने थाहा छैन। टेङ्गापात भन्छौँ, टेङ्गापात पनि भन्छौँ, अरू बेलचेन्डा पनि भन्छौँ। त्यही भएर यो चाहिँ अमिलो हुन्छ। खानेहरूलाई त मनपर्छ, मन नपर्नेलाई पर्दैन। अमिलो चाहिँ अमिलो हुन्छ। अहिले चाहिँ कलिलै छ, यति अमिलो हुँदैन। यो चाहिँ भर्खर फर्स्ट टाइमै टिपेको, यति बुढो भएर छैन। यो बुढो भएको छैन, यति अमिलो हुँदैन। अझै बुढो हुँदै गएपछि चाहिँ बहुतै अमिलो हुन्छ। यो चाहिँ यसको गुटी पनि खान सकिन्छ, गुटी फलेपछि पछि। यो चाहिँ अगौटे नै हो, मैले अगौटे नै छरिरहेको थिएँ, त्यही भएर अगौटे नै भयो। नभए त अहिले त छर्ने टाइम भएको छैन, अब बल्ल हुँदैछ है। अनि पानी पनि परेको गएर त्यही हुनाले छिटो ठुलो भइगयो। यसलाई चाहिँ मैले धोएर ल्याइरहेको थिएँ, अनि यसलाई बेसी काट्दिनँ, अब कलिलो छ नि त। यतिकै माझ बेसी ठुलो हुन्छ भने अलिअलि मात्रै काट्छु चक्कुले, अलिअलि काटेँ। बेसी मसिनो नपार्दा पनि हुन्छ। बुढो पात हुँदा चाहिँ अलिक मसिनो पार्नुपर्छ। अनि त्यो अलिक पाकिसकेपछि, आधी पाक्का भएपछि त्यो हालिदिनुपर्छ टेङ्गापात चाहिँ। नभए त टेङ्गा हुन्छ नि त, फट्टै पाक्दैन अरू चिजहरू। मनपर्नेलाई त बहुतै मनपर्छ। अब यस्तो नि गुबीहरू हरियो परियोहरू खाएर अरू राम्रो पनि हो, आइरन बढाउँछ अरे त्यस्तै भन्छन्। त्यही भएर मैले चाहिँ